पोस्टमार्टम रिपोर्टमा चाहिँ मृत्युको कारण मृतकको यौनाङ्गमा भएको घाउ भित्री पार्टमा भएको घाउ त्यसबाट भएको रक्तस्रावको कारणले भनेको छ, जुन चाहिँ बलात्कारको कारणले भएको छ। जबरजस्ती करणीबाट मृतकको यौनाङ्गमा घाउ भयो अनि त्यो घाउबाट अत्याधिक रूपमा रक्तस्राव भएर त्यही रक्तस्रावको कारणले मृत्यु भयो भने त हामीले सिम्पल उसमा बोल्दाखेरि बुझ्नको लागि चाहिँ जबरजस्ती करणीको कारणले भएको घाउबाट आएको रक्तस्राव भएर मृत्यु भयो। सर, जबरजस्ती करणीमा 4 जनाको सहभागिता देख्नुभयो कि अथवा अनुसन्धान अझै बाँकी छ कि? यसलाई चाहिँ मैले अहिले उसमा राख्यौँ, किनभने यकिन नभइसकेको हामीले अहिले नै बोल्दाखेरि अलिकति प्रिमेच्योर हुन्छ जस्तो लाग्छ। यसलाई अहिले किनभने यो सेन्सिटिभ इस्यु पनि हो, सेन्सिटिभ पनि इस्यु पनि भावेर अनुसन्धानमै भएको कारणले गर्दाखेरि हामी सबैलाई अनुसन्धान गर्दैछौँ। हरेक पाटो केलाएर हरेक पाटो नछुट्ने हिसाबले हामी अनुसन्धान गर्दैछौँ। यसको साथ घटना घटेकै ठाउँमा तत्कालै एकजना पक्राउ परेको भन्ने कुरा पनि थियो। हो, उहाँको चाहिँ हाउभाउ त्यति बेला कस्तो अवस्थामा पक्राउ गर्नुभएको थियो? हामीले त्यो बेलामा जस घटनास्थलमा जस्तो हुन्छ त्यो मान्छे त्यो व्यक्ति त्यही भएको कारणले उसलाई पक्राउ गरेको र उसलाई तत्कालै पक्राउ गरेर लगेर हामीले हस्पिटल लगेर उसको स्वास्थ्य परीक्षणहरू हामीले यो जबरजस्ती करणीको घटनाको प्रोटोकलले के गर्नुपर्ने हो परीक्षणहरू, त्यो परीक्षणहरू फलो गरेर त्यो परीक्षणहरू चाहिँ तत्काल गऱ्यौँ हामीले। उसका शरीरका परीक्षणहरू, अभियुक्तको शरीरको पनि परीक्षणहरू गर्नुपर्छ, त्यसका स्वाबहरू लिनुपर्छ। उसको लुगामा जिउमा रगतहरू लागेको थियो, उसका भित्री कपडाहरूमा पनि रगत लागेको थियो, उसको यौनाङ्गमा पनि रगतहरू लागेको थियो, त्यसको स्वाबहरू पनि लिएको छौँ। त्यस्तै गरेर पिबिकहरू लगायतको हामीले गर्नुपर्ने प्रोटोकलले यो जबरजस्ती करणीको केसमा के गर्नुपर्छ हामीले सम्पूर्ण कुराहरू चाहिँ गर्ने। जस्तो मैले तपाईँलाई भेट्न आउनुभन्दा अगाडि मैले देखेँ यहाँ तपाईँ मृतकको परिवारसँग छलफलमा हुनुहुन्थ्यो। हिजोसम्म एकदमै आक्रोशित परिवारलाई तपाईँले शान्त बनाएर पनि यहाँबाट पठाउनु भयो, सम्झाइ बुझाइ गर्नुभएको थियो। घटनाबारे अनुसन्धान भइरहेको छ, आँखा चिम्लेर विश्वास गर्नुहोस् मलाई भन्नुहुन्थ्यो। आधार छ आँखा चिम्लेर विश्वास गर्नुपर्ने, तपाईँलाई कस्तो आधार छ? मैले एउटा चाहिँ एकदमै धन्यवाद दिन चाहन्छु तपाईँको उसबाट। यहाँको समाज र सुर्खेतवासीहरूले र विशेष गरेर परिवारले चाहिँ सुर्खेत जिल्ला प्रहरी कार्यालयलाई एकदम विश्वास गरिदिनु भएको छ। यो भनेको आजको मात्र भन्दा पनि हामीले पहिला गरेका कामहरूको त्यो पनि हो जस्तो लाग्छ। र हामीले उहाँहरूसँग के भनेका छौँ भने प्रहरीलाई अरूतिर इन्गेज गराउँदाखेरि जस्तै पुराना घटनाहरू चाहिँ प्रहरी अनुसन्धान गर्न छोडेर अरूतिर भिड नियन्त्रणतिर गर्न थाल्यो भनेपछि अनुसन्धान प्रभावित हुन्छ भन्ने हिसाबले हामीले उहाँलाई त्यो पनि भनेका छौँ। र हामी कुनै पनि तवरबाट प्रहरीले आफ्नो व्यावसायिकता छोड्दैन, न कुनै राजनीतिक, न कुनै जातीयता, न कुनै वर्ग धर्म लगायतका कुनै पनि उसबाट आफ्नो व्यावसायिकता छोड्दैन। म यहाँहरूलाई के विश्वास दिलाउन चाहन्छु भने हामीले सुर्खेत प्रहरीको टिमले हामीले गर्नुपर्ने र यो जबरजस्ती करणीको घटनामा अपनाउनु पर्ने प्रोटोकलहरू, गर्नुपर्ने अनुसन्धानहरू, तोकिए बमोजिमका सम्पूर्ण अनुसन्धानहरू गरेका छौँ। हामीले यहाँलाई के पनि विश्वास दिलाउन चाहन्छौँ भने सबभन्दा बेस्टभन्दा बेस्ट अनुसन्धानको चाहिँ दिन चाहिँ हामी प्रयास गर्छौँ। त्यति चाहिँ निश्चिन्त हुनुभयो हुन्छ। समयको लागि धन्यवाद हजुरलाई। र यो अनुसन्धानले अन्तिम एउटा बिन्दुमा पुगेर छिटोभन्दा छिटो पीडितले न्याय पाओस् भन्ने कुरामा हामी पनि तपाईँहरूको साथ छौँ। हस्, धेरै धेरै धन्यवाद। तपाईँहरूले अब यत्रो चासो लिएर गर्नु भएको छ, सबैतिरबाट यसको चासो राख्नु भएको छ। विभिन्न संवैधानिक निकायहरूबाट, विभिन्न मन्त्रालयबाट, सरकारवाला निकायहरूबाट पनि चासो राख्नु भएको छ। हामीले सबैको जिज्ञासाहरूलाई त्यही अनुसारले सम्बोधन गर्दै आएका छौँ। यहाँहरूको प्रख्यात मिडिया मार्फत पनि हामी आम जनतामा के गर्न चाहन्छौँ भने विभिन्न खालका सूचनाहरू आइरहेका छन्। ती सूचनाहरूलाई प्रत्येकलाई हामीले सम्बोधन गर्ने भन्दा पनि हामीले आधिकारिक रूपमा कुनै सूचना चाहियो भने जिल्ला प्रहरी कार्यालय सुर्खेतसँग नै आधिकारिक रूपमा सूचनाहरू लिइदिनु होला र कुनै पनि भ्रमपूर्ण सूचनाहरू चाहिँ नफैलाइदिनु होला। किनभने पक्कै पनि यो यो केस भनेको एकदमै सेन्सिटिभ केस हो। नाबालिकाको हत्या भएको छ, त्यसमाथि प्रहरीले हेर्ने जघन्यभन्दा जघन्य अपराध जबरजस्ती करणीपछिको हत्या हो। त्यो भएको कारणले एकदमै सेन्सिटिभ केस हो यो। यसमा सूचनाहरू राख्दाखेरि चाहिँ दुई पटक सोचेर र जिल्ला प्रहरी कार्यालय सुर्खेतसँग यकिन गरेर मात्र राखिदिनु होला। अन्तिम एउटा फेरि सोधिहालेँ, जस्तो जबरजस्ती करणी पछाडिको यो मृत्यु भन्नुभयो, हत्या भन्नुभयो, कुनै धारीले हात हतियार प्रयोग भएको छ कि छैन यसमा? अहिलेसम्म देखिएको छैन। अटोप्सीबाट, सब परीक्षणबाट अन्य कुनै चोटपटकहरू सबमा देखेको छैन। त्यो जबरजस्ती करणीकै कारणले यो नाङ्गमा भएको चोट
बाट भएको रक्तस्रावले नै मृत्यु भएको देखिन्छ। जस्तो जतिजना समातिएका छन् समातिएकाहरूको उमेर पनि 18 वर्ष अब मृतकसँगकै आफ्नै एउटै क्लासका छ 3 जना र एकजना त्यो 3 जना मध्येको एकजनाको भाइ हुनुहुन्छ। त्यही भएर 4 जना नै यसमा हामीले बल्ल गऱ्यौँ के अरे यकिन गऱ्यौँ यिनीहरू पनि नाबालक नै छन्। त्यही भएर नामहरू हामीले यहाँहरूले पनि अलिकति नामहरू खुलाउँदाखेरि त्यसलाई ध्यानमा राखिदिनु होला। पीडितको र अभियुक्तको नामहरू खुलाउँदाखेरि त्यो गोपनीयता राखिदिनु होला बालबालिकाहरूको। अब यस्तो हुन्छ मृतक नाबालिका भएको कारणले यो घटना जबरजस्तीकरणीय घटना हो। अब रह्यो कुरा सङ्कितहरू नाबालिग हो होइन भन्ने कुरा त्यो एउटा त्यो पार्ट त रह्यो, तर त्यो हुँदैमा पनि छुटकारा पाउने भन्ने हुँदैन।